सिस्टम यस्तो छ यहाँ टिभीको फेसिलिटी छ अनि यो भयो अनि झ्याल पनि त्यहाँ छ यस्तो छ है यो फर्स्ट रुमको भिजिट भयो यहाँ म सुपरभाइजर ओके ओके ला अनि यो चाहिँ अर्को रुम है यस्तो छ भित्र मिनट छ ठ्याक्क यस्तो गर्न मिल्ने नो न बोधी दिस युट्युब झ्याल भयो झ्यालको बाटो यस्तो छ है म अब अर्को रुमतिर भिजिट गर्छु है तर हेर्दै गर्नुहोस् माथि एसी छ हरेक रुममा एसी छ अनि हिजो जस्तो मैले भनेको थिएँ यो काठ पनि सिस्टम हो यो काठ हाल्दाखेरि ठ्याक्क बत्ती बल्छ काठ निस्किँदाखेरि लक बाहिरदेखि लक हुन्छ यो भयो अनि गुड मर्निङ अर्को रुमतिर लाग्यो अर्को रुम छिर्छु यस्तो अर्को रुम यस्तो छ है केटा सब सुत्दै कस्तो छ रेडी भइसकेको रहेछ दाजुहरू भाइहरू यस्तो रहेछ हिँड्दाको भइसक्यो रेडी भइरहेछ अब हामीहरू एराइभ गर्ने निस्किने हो एकछिनमा निस्किने हो है प्राइस सिस्टम त्यस्तै छ हरेक होटलको म तपाईँलाई अब अर्को होटलतिर नै देखाउँछु यस्तो छ होटलतिर सब प्राइस सब सेमै हो यस्तो छ यहाँ लो राख्ने ठाउँ ठ्याक्कै यहाँ अब बाहिरको भ्यू यस्तो छ यो पनि भयो अब सब मेहमानहरू हो हाम्रो साथीहरू सबै हरेक रुम हेराउन खोजिरहेको छु म सकिने थाहा छैन मलाई यो लिफ्ट भयो हामी लिफ्टदेखि अब तल माथि गर्ने अब एकछिनमा यो लिफ्ट छ हाम्रो है दुईतिर लिफ्ट छ लिफ्टदेखि माथि तल हो बरेङ पनि छ नि बरेङ होइन अब सजिलो यो छ लिफ्टदेखि यहाँ यो त मेरै रुममा हिजो देखाइदिएको 2008 होटल टुर यस्तो भित्रको हरेक रुम तल म सकेसम्म देखाइरहेको छु यो हाम्रो ड्राइभरहरू हो अब केटाहरू सबै निस्किसके जस्तो लाग्छ प्रायः होटल टुर